यहाँ यार हाम्रो साथीहरु आएको यहाँ कुर्दा 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 हो ल ल सोल्टी दर्शन हौ दर्शन दर्शन ल के छ हाम्रो मलाई यता यो ए यता यो पछि यो पछाडि चाहिँ खोल्नु नि त है यो झोला सोला त म झोला बोकेर बसेको यार उभिएको अघिदेखि यार त्यो हलाल छिर्यो के हामी ए उता जानु भयो हलाल छिर्यो कि एकचोटि ध्यान छिर्नु पर्छ नि त ए ल ठिक छ ल चट्ट हाम्रो यो चाहिँ है आज बेलुकाको यसो कुहरू होइन अब हामी गर हामी कुन ठाउँ जाने त सोल्टी निको हो सोल्टी ल आज हामी निको चाहिँ गर ट्याक्क पुरै निको भएर बस्छ अगाडि कसरी बस्छ अगाडि बस्नुहुन्छ बस्नु बस्नु त एकछिन बस्नु ल ट्याक्क ल र हामी चाहिँ गाडीभित्र पसिसक्यौँ होइन यहाँ हाम्रो सोल्टी है आज जस रमाइलो गर्ने है ए के तपाईँ अगाडि बस्नु त सोल्टी ल ल के खाने ल झ्याप झ्याप केरा टिभी रोल्नु हेर ल टक्क हाम्रो यहाँ खाइमन हुँदैछ होइन बेलुकाको लागि यो लगाउनु त यो बडे मानको रथ हो बडे पाउ हो हाम्रो बेलुकाको टक्क बोक्ने खजनाहरू हो होइन अब यहाँबाट अझै हामी किनमेल गर्नु बाँकी यो म बोक्छु एउटा है तपाईँलाई धेरै गर्नुभयो क्या अब यहाँ किनमेल अझै बाँकी नै छ त्यसरी बोकेर होइन अब हामी यहाँ मासु किन्नुतिर लागिरहेको छौँ ट्याक्कै यस्तो लिनु त यो साइजको हुन्छ यो अनि यता हाल्नु न तपाईँको धेरै गर्नु भइसक्यो होला त्यो एक दुईवटा पानीमा यता हाल्दा हुन्छ खोइ त हाम्रो सोल्टीको डायमन्ड पिस ए त्यो नखाउँ आजभोलि मन पर्नु छोड्यो मलाई त्यो मेरो भागमा चाहिँ यति छ यहाँनिर टक्क सोल्टीले लिइसक्नु भएको छ होइन अझै के छ लिनुपर्ने कुराहरू ल झ्याम लिइहालौँ टक्कै ठिकले पिउँदा पानी यो होइन यहाँ आउँदैछ फेरि आइसहरू होइन यो चाहिँ फेरि बियरलाई चिसो बनाउन हिँड्दैन अब रमाइलो हुनेवाला छ दाजु आइसोल्टी आइस अब हामी लाग्छौँ भने त अब हाम्रो खाना साइमा किनिदिनु सिमिल सक्यो है अब अब हामी लागौँ हुन्छ म बोक्छु हिँड्नु आज लोड हुँदैछ हाम्रो होइन सामानहरू टक्क लाएर होइन ल यो पनि भित्र विशेष यहाँ ओर्ने ओछ्याउनेदेखि लिएर यहाँनिर बजाउने सजाउने खिच्ने सिच्ने होइन सबै कुराहरू रेडी छ हाम्रो होइन अब हामीको डेस्टिनेसन चाहिँ सिधै कहाँ रे सोल्टी त्यो निको त्यो कुन ऊ पर्छ कुन पर्छ हौ तोजिकेन हो ल अब हामी यहाँबाट सिधै अब तोजिकेनको निको भन्ने ठाउँमा लिएर जाँदैछौँ तपाईँहरूलाई है यस्तो रमाइलो गर्ने आज त्यो मात्रै खाने हो पनिर खाने पनिर खायो भने त सोल्टी अब लागौँ सरर होइन तपाईँ अगाडि बस्नु सोल्टी म एकछिन सुत्छु कलाएर होइन अब त्यो फेरि यहाँनिर लोकेसन हान्ने काम भइरहेछ म चाहिँ यहाँनिर यसरी बसिरहेको छु एउटा कालो चस्मा भेटिहाल्यो होइन टक्क बस्ने अनि फेरि म त्यस्तो गरेर निदाउने हो अब सर निधाएर लगभग हामीलाई त्यो ठाउँमा पुग्नुलाई चाहिँ 2 घन्टा लाग्छ अरे होइन अनि 2 घन्टा 2.5 घन्टा लाग्छ अरे 2.5 घन्टा लाग्छ अरे म चाहिँ अब मेरो चाहिँ फर्स्ट टाइम हो त्यही भएर मलाई चाहिँ अब कालो चस्मा लगाएर मस्त निदाउने 2.5 घन्टासम्म चाहिँ अनि त्यसपछि
उठेपछि चाहिँ फेरि आज रातभरि चिल गरेर बस्ने हो 28 किलोमिटर एकदमै। त्यतिखेरसम्मको लागि तपाईँहरूले यो भिडियो चाहिँ एकदमै हेर्दै गर्नु होला। अब हामी लाग्नु लागिरहेको छौँ होइन, ट्याक्क लाएर कति झुक्यो नि यार। अब हामी गोली जान्छौँ होइन त अब गोली हो सोल्टी। फाइनल्ली हामी अहिले चाहिँ होइन डेस्टिनेसनमा आइपुगेका छौँ। यता हाम्रो सोल्टी आइपुग्यो नि त सोल्टी हामी एकदम दामी मजाले। अब सर्लक्क आज है हामी यहाँनिर बल्सेल्सी हान्ने, यहाँ चाहिँ म तपाईँलाई देखाउँछु बल्सेल्सी हान्ने, टक्क बस्ने चिल पारामा होइन। म चाहिँ निन्द्राले आँखा यस्तो यस्तो भइरह होइन, त्यही पनि ल हामी यही ठाउँमा आज बस्ने ट्याक्क लाएर। राम्रो भएर छ अन्त यो ट्याक्क पालुवाहरू भएर सोल्टी माछा पारिन्छ त। माछा पार्नुपर्छ सोल्टी यार, पान्छ हो नि, नभए डुबो हानेर पनि निकाल्नुपर्छ माछा, नभए एउटाको पान्छ हो नि सोल्टी फेरि। एउटाको एउटा माछा निकालेको पान्छ हो, ठिकै छ त के भयो 3-4 वटा निकाल्नुपर्छ। टेन राखेर मजा होला नि ल है। अब यहाँभित्र हामी नि दर्ता सर्ता गर्ने रजिस्टर गर्ने कार्यक्रमतिर लागिरहेको छौँ होइन। कता मासतिर लाग्यो सिधै माछ यस्तो पनि सजिलो रहेछ त गाडी चलाउँदै। कहाँ मासतिर पो आयो त खोला छ भने त। खोला त तल त छ, खोला खेला त अहिले गाडीमै आउनु पर्छ जस्तो छ केटा। एमै होइन त हामी घुमाउँछ उता साइडमा होला हामी त। उता माथि यता त छैन हो त्यति यतातिर जानु। ए रे त त्यता ए यो चाहिँ ए रहेछ, हामी यसमा होला बस्ने। बीमा बस्ने कि एमा बस्ने? एमा बसौँ न, एमा भन्दा हामी बस्ने छ। रुखसुख भएको ठाउँ बस्नु न रे। खोइ त क्या जाँदा बसी नै हुन्छ केटा यहाँतिर चाहिँ। ठ्याक्कै यति नम्बर भन्ने छैन। गाडी यहीँ हाल्यो नि नभए एकचोटि फेरि यहाँ तेर्सा दिउँ यहीँ बस्ने हुने रहेछ है। ओके त्यो रुखको छेउमा बस्ने त क्या त्यहाँ अलिक खुल्ला रहेछ कि होइन के छ के गर्दा भने ठिक होला सोल्टी। ल हामी चाहिँ यहाँनिर आज अब क्याम्प चाहिँ कहाँनिर बस्ने भनेर यहाँनिर लोकेसन हेर्दैछौँ होइन। ल यसो सोल्टी यो कहाँ बस्ने भयो होइन, एउटा थुकी सुक गरौँ होइन। आज हामी फेरि 3 जना मात्रै है, 3 जना मात्रै बस्ने भनेर आयो, रमाइलो हुन्छ यहाँ आज चाहिँ।
तर यहाँ चाहिँ धेरैजना आएर होइन टक्क गीत सित बजाउँदै टोक्नेलाई डेन्जर रमाइलो हुने रहेछ यार। यो ऊहरू हेर्दा चाहिँ माथि हाम्रो गाउँमा छ क्या बुबे भन्ने सेम त्यस्तै लाग्यो यार मलाई चाहिँ। ल यहाँ हाम्रो टेन्ट कहाँ राख्ने चाहिँ डिस्कस अलि यो ऊ भएन अनि यहाँ ढुङ्गा खोजेर यहाँ थोक्रो सुकरले यहाँ ढुङ्गा खोज्दैछ है हामी चाहिँ अलि पायो ल ल ल ओ आउ ल ल मेरो हिसाबले चाहिँ टेन्ट चाहिँ मेरो भन्नुपर्दा चाहिँ मेरो यहाँ राख्ने हो। तपाईँले यहाँ भन्नु होइन सोल्टीले चाहिँ यता राख्ने कुरा छ यहाँ ल थुकसुक गरौँ न त अब यो तपाईँहरूमा हो ल तपाईँले यता होइन तपाईँ थुकिसु म थुक ल थुकले यता नि तलै मैले जितेँ भने यता यता राख्नु पर्यो यता राख्नु पर्यो यता होइन ल अनि फेरि अनि फाइनल चाहिँ कसरी गर्ने फेरि अनि फाइनल मैले फालेर गर्छ नि त अनि थुकै थुक पऱ्यो भने त्यता भयो सुक पऱ्यो भने यता भयो ल है ल थुक यतै भयो ल तिमी थुक होइन म सुक भयो हो नि म थुक तिमी सुक भयो ल मैले जितेँ भने अब मेरो अनुसारले हुन्छ है मैले अघि थुक भने होइन त ए हो ए ल त्यसो दुईजना पल्टाएको छैन यसले चाहिँ ल अब त र भयो नि त अनि के गर्ने त अब यो फेरि एकचोटि ल रमाइलो पनि होइन यतै भयो दुईजनालाई गर्नु पर्यो भने फेरि कि त फाइनल हो यो फाइनल भइसक्यो नि यता भइसक्यो ल अब फिक्स भयो मैले जितिसक्यो यस अब यता हाम्रो ट्रेन चाहिँ अब यता गाडिन्छ होइन अब यहाँ ट्याक्क ट्रेन गाडिन्छ अब हामी चाहिँ निकाल्नु ल मैले जितिसकेँ सोल्टी मैले जितेँ भने चाहिँ ट्रेन जान्छ तपाईँले जित्नु भयो ट्रेन भनेपछि यहाँ हामी यहाँ ट्रेन राख्छौँ यहाँ नै आगो सागो फुकेर त्यस्तो रमाइलो गर्छौँ आज दिन चाहिँ खत्ता रमाइलो हुनेवाला छ होइन यो भिडियो चाहिँ तपाईँ सबले हेर्नु होला जो चाहिँ अब यसरी क्याम्पेनमा होइन रमाइलो गर्न चाहनुहुन्छ यो लोकेसन चाहिँ एकदमै बेस्ट हुनसक्छ है तपाईँहरूले यो भिडियो पनि हेर्नु होला कसरी आउने कहाँबाट आउने यहाँको कस्टहरू कति के पर्छ होइन एकदम डिटेलमा दिनेछौँ हामी हेरेर आउनुभयो भने यो चाहिँ बार्बिक्युमा इन्ट्रेस्टेड हुनुहुन्छ यहाँको नेचरसँग बसेर पक्क रमाइलो होइन रमाइलो त अहिले बाँकी नै छ अहिले भरे आउँछ ल हामी सुरु गरौँ ल सुरु गरौँ ल मैले खोल्दिएँ है त खोल्न त खोल्ने भने लु 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 सही दामी त्यो त माथि उ गर्ने हो ओढाउने त्यस्तै होला होइन誰が弾くの？私です。ギタリスト？そうです。でも誰もいないからかわいそうだね。あ、そうですね。女の子お願いします。女の子で80のばあさんだれいるけど。ババいらないね。यो डन्डी चाहिँ यता हाल्नु सोल्टी फाइनल्ली हाम्रो ट्रेन चाहिँ निकै समयको मेहनत पछि हैन देखि अगाडिमा ल बल्ल बल्ल यस्तो भयो है यो चाहिँ अगाडि फेस भयो हैन यस्तो भयो हाम्रो चाहिँ टक्क लाएर हैन अब यो भित्र हामी
त्यो बारबेक्यू स्ट्यान्ड त्यो पनि सेटअप गरिहालौँ छिरेन त सोल्टी कडा रहेछ यार ल्यात्दै अब याकिसोभा त पोलेर खाने हो नि याकिसोभै ल्याएन ल्याएको के ल्याएको तिमीले आज माटोले जे सोच्छ त्यही ल्याएको कि फाइनली चाहिँ मासु पोलेर खाने है हामीले अब यो अहिले याकिसो भुटेर खाने पहिला सेला पहिला हालिराख्ने कि के हो राख्ने भए राख पहिला पोल्नलाई एकचोटि चाहिँ खेलेर आऊ होइन कि यहाँ ठ्याक्क रेडी चाहिँ बनाइराखौँ न पछिबाट आएर के गर्नु भनेर खोलिदिएको ऐसी कहिले अहिले कोइला भन्दा पहिला त सोल्टी सल्काउनु पर्यो आगो यी यस्तो हालेर हो डाइरेक्ट कोइला हालेर त बल्दैन नि के हामीसँग त्यो यहाँ सोल्टीले रेडी गर्दै हुनुहुन्छ हाम्रो आजको मुख्य प्लानर योजनाकार होइन त्यो हाम्रो सोल्टी हो सोल्टीको उमा चाहिँ हामी धेरै ठाउँ चाहिँ म चाहिँ धेरै ठाउँ गइसकेको छु होइन मेरो गाइडेन्स भन्छ उहाँले बनाउनु भएको प्लानमा यो सक्सेस पनि हुन्छ रमाइलो पनि हुन्छ क्या यसो साथीहरू बिच यसरी घुमघाम गर्दा रमाइलो हुन्छ नि है एकदम के कसो हो एकदम रमाइलो हुन्छ नि माइन्ड फ्रेस क्याम्पिङ आइयो रमाइलो लाग्यो होइन अब यस्तै हो दुईवटा टेन्ट छ खोलिदिउँ त नभए यो त फेरि 1 सेकेन्डमा हुन्छ नि सोल्टी खोलिदिउँ ल हामीसँग चाहिँ दुईवटा टेन्ट छ जम्मा एउटा टेन्ट चाहिँ हामीले लगभग 45 मिनटदेखि 1 घन्टा जति लाएर हामीले होइन हाम्रो बलबुता नभएपछि युट्युबको सहाराले यो टेन्ट खोल्यौँ हामीले होइन अनि फेरि अर्को टेन्ट छ यहाँ हामीसँग होइन विद्यालयको स्पोन्सरमा खोलेको यो त ठुलो टेन्ट हो कि यो पनि ठिकै हो सर भित्र बस्नु मिल्ने खालको टेन्ट हो कि त्यो उता त्यो अस्ति साकुरामा जाँदाखेरि त यस्तो टाँगेको टेन्ट ए होइन रहेछ त्यही हो ल ठिक छ अब हामीसँग जम्मा दुईवटा टेन्ट छ हामी 3 जना छौँ ल एउटा यो त रेडी भएछ लास्ट छिटो हुनेछ नि यो त है यो हो नि माल कडक ल यस्तो हो के त सोल्टी या तपाईँ भनिदिनु नि यार केही कुराहरू सोल्टी मेरो भन्ने पालो अलि आएन ए सोल्टी सरी कस्तो लागिरहेको थियो सोल्टी तपाईँलाई यार मलाई त एकदमै रमाइलो भइरहेको यार मलाई त सँगै आएको साथीहरूले रमाइलो लाग्यो भने मलाई चाहिँ त्यसै रमाइलो हुन्छ मलाई त अब तपाईँहरूसँग हिँड्दा चाहिँ मलाई लास्ट रमाइलो लाग्छ क्या एकदमै त्यो चाहिँ भाइब मिलेको भनौँ न सोल्टी होइन अझ अब हामी अझै बेलुका चाहिँ टक्क गिटार सिटार बजाउँदै अब हामी के थियो माछा साछा मार्नु जान्छौँ पौडी सौडी खेल्ने माछा मारिहाल्ने ल है यो हो नि त यसरी कति काम गर्ने यार कामसाम गर्दा कहिले दिक्क लाग्छ नि त तर यसो रिफ्रेसको लागि यसरी जङ्गलको बिचमा आउने हो त्यो अग्लो घरको बिचमा बसेर मन दुखी बनाएर मात्रै पनि त हुँदैन नि होइन यसरी ट्याक्क प्रकृतिसँग बस्नु पर्यो रम्नु पर्यो ल यो हो हामी खोलामा जान्छौँ खोलामा गएर यत्रो तर माछा खुट्टा समातेर होइन ब्ल्याक भयो बजाउनुपर्छ सोल्टी ओके ल है त सोल्टी बेच्दा सोल्टी ल्याएर गाडी चलाउँदै हुनुहुन्छ है ल बिना लाइसेन्स है बिना लाइसेन्स हो यहाँ चाहिँ जङ्गल भएर होइन जङ्गलको बिचमा भएर पुलिस केही पनि छैन होइन चेकिङ सेकिङ त छैन होला अब हामी चाहिँ टक्क जाँदैछौँ पौडी सौडी डाइभ हान्ने हो मेरो मनको तालैमा हानौ तिमीले डाइभमा जाँदैछौँ हामी टक्क होइन त्यहाँबाट उता गएको अघि होइन ए यता पनि मान्छे बसेर छ नि
यही टक्कै है कसले माछा मार्नु चाहिँ यहाँ हो है त्यहाँ ओहो फेरि यहाँ डुबो हानेर होइन नि बल्छी हानेर मान्छे कहाँ सोल्डियर ऊ हान्नु लाग्यो डुबो हान्नु लाग्यो सानो रहेछ माछा त फेरि है 3टा लाने है 3टा चाहिँ सोध्नुपर्छ अनि भरे ट्याक्क बल्दा खाने हो ल ठिक छ ल अहिले हामी बलसेल्सी हान्छौँ त्यो बलसेल्सी हानेको पनि म हामी तपाईँहरूलाई यो भिडियो देखाउँछु होइन कति धेरै जानु बस्नु मिल्ने के ल हामी टक्क होइन उभा आएको बेला चाहिँ यसरी आउनुपर्छ है ग्यादरमा आएर यस्तरी बस्यो अनि ओहो सोल्टिङ पनि छ त खेल्नु हुँदै लट ल ल खेल्यो यता फर्केर यता घुमायो कि पुग्यो ल हामी चाहिँ अब यहाँनिर खोलातिर लाग्नु लागेको छ यस्तो रहेछ होइन यो चाहिँ पुल हो यार खतरा रहेछ पुल है दामी ल ल ल ल हामी यो पुलबाट क्रस गर्दैछौँ होइन ट्याक्टर लाएर तर हो यहाँ आएर चाहिँ उ गऱ्यो भने पनि ठिक हुन्छ होला कि किनभने अरू हल्लासल्ला जाँदैन नि त है मान्छेहरू धेरै यतातिर अहिले भन्यो नि त खोला साइडतिर चाहिँ धेरैजना मान्छेहरू बस्नु सक्छ नि त ठिक सही भयो यार सही रमाइलो म त यस्तो जानु पर्यो ल अब हामी यहाँबाट अगाडि चाहिँ यस्तो छ बाटोहरू होइन हामी चाहिँ यसरी हिँडिरहेको छौँ टक्क लाग्यो टक्क लाएर अब हामी यो चाहिँ के भने नेपालको चाहिँ गाउँघरको बाटोतिर हिँडेको नै फिल भइरहेछ होइन अनि यहाँबाट हामी यो खोला सोला गएर एकछिन यसो रमाइलो गर्छौँ अनि त्यहाँबाट फेरि हामी हाम्रै क्याम्पतिर फर्किन्छौँ यहाँ पुल पनि रहेछ सोल्टी यार ठुलो पुल रहेछ अगाडि त्यो पनि क्याम्पिङ छ क्या एकचोटि छिराउँ है खोलामा जाउँ न जाउँ अब हामी चाहिँ चिप्लेलाई एउटा देखाएको खोलातिर त्यहाँ दामी खालको हो यो उता चिप्लो खालको छैन घुम्न त दामी खालको छ त यो त ढलान नै गरेको हो या हो अगाडि चाहिँ यस्तो छ होइन खोला सोला यहाँ हामी चाहिँ यसरी हेर्नु गएको ल तर यहाँ त्यो चिसोले गर्दा अलिक फ्रेस भए जस्तो भयो मलाई त हामी आज अलिक ढिलो भयो नि यहाँ है ढिलो त होइन हामी आफै ढिलो अनि यो त ढलान नै गरे होला सोल्टी यार किनभने तलैसम्म यस्तो त नहुनु पर्ने त के हो जाऊँ न म चाहिँ अगाडि हिँड्छु है ल हामी चाहिँ यसै खोलातिर यसरी हिँडिरहेको छौँ होइन माछा मार्नु हिँडेको हामी चाहिँ अब तर अगाडिको ऊ चाहिँ यस्तो यस्तोहरू छ पानी तर हेर्दा यो माटो त लास्ट चिप्लो जस्तो छ यो ढुङ्गा चाहिँ होइन चिप्लो चाहिँ रहेन रहेछ भने कता रमाइलो भयो यार के हो एक जोरी ऊ पर रहेछ लु टोलीहरू कस्तो भइरहेको छ यार टोली हो हो यहाँ चाहिँ अलिक चिप्लो रहेछ यहाँ चाहिँ ल यार यस्तो पनि हुँदो रहेछ यार रमाइलो भयो यार आज ल ल
ए खोइ लड्छ फेरि लड्छ एकछिन त केही हुने काम बिगारी पोड यहाँ खेल्दिने हो कि क्या हो रमाइलो भयो यार है एकदमै तर यहाँ चाहिँ माछा पाउँछ होला हौ यार है आज यस्तो बवाल रमाइलो भइरहेछ म चाहिँ बिहान कति भने रातिबाट काम गरेर होइन बिहानसम्म काम गरेर अनि आज यसो बारबिक्यू सारबिक्यू जाने प्लान भएर चाहिँ म आएको होइन म चाहिँ सुता खान कोही पनि म निन्दा सिन्दाको केही प्रभाव छैन क्या बवाल रमाइलो भइरहेछ क्या कलाएर होइन सोल्टी हामी तिनजना पुरै चिल पारामा यस्तो खतरा रमाइलो भइरहेछ उता जाने हो ल अलि तातो रहेछ है खोला यहाँनिर तातो रहेछ यहाँनिर चाहिँ यताबाट यो जङ्गलबाट आएको भएर होला यो त अलिक चिसो छ यहाँको चाहिँ तातो रहेछ यहाँको अलिक तातो छ सोल्टी पानी जङ्गलमा यस्तो रमाइलो भइरहेको छ हामी जङ्गल हान्दै यो खोला हो होइन बेलुका यस्तरी खोलातिर हिँड्दा यस्तो रमाइलो हुन्छ मलाई चाहिँ के हो भने गाउँ हाम्रो चाहिँ राउ खोला हिँडेको यस्तो रमाइलो याद आइरहेछ होइन यस्तो चिलमा राउ खोला लिभिङ खोलामा माछा मारेको आइरहेछ यहाँनिर हाम्रो सोल्टहरू पोज हानेर फोटो खिचिराखन् होइन एकदमै यहाँ ल जङ्गलको लहराहरू होइन यस्तो छ है यस्तो भइरहेको छ यस्तो रमाइलो ठाउँमा होइन कस्तो बस्छ रमाइलो बस्छ एकदम चिल्याक्स रमाइलो खतरा रमाइलो भयो है खोला सोलातिर पसेर आइयो एकदमै हाम्रो सोल्टीले चाहिँ माछा मार्नु एकदम धेरै खतरा रमाइलो गरेँ मैले माछा मार्नु भनेर पस्नु भएको थियो त्यो माछा मैले यहाँ बोकिरहेको छु यहाँ मेरो ब्यागमा छ होइन यो चाहिँ यो धमा छोड्ने है यो पोखरीमा छोड्ने हो होइन अहिले निकालेर फेरि छोड्नुपर्छ त्यही भएर चाहिँ मैले यहाँ बोकिरहेको छु अब हामी के गर्छौँ भने अब हामी बल्छी हान्छौँ बल्छी हान्नुको लागि चाहिँ पहिला चाहिँ त्यो माथि जानुपर्ने हुन्छ त्यहाँ गएर आएर यहाँ चाहिँ यो दुईवटा धमा चाहिँ बल्छी हान्ने अनि त्यसपछि एउटा निकालेको बापत चाहिँ त्यो माछा रहेछ नि यार हेर्नु त नि त हो माछा निकाले बापत चाहिँ 500 रुपियाँ पे गर्नुपर्ने रहेछ यहाँको रुल्स एन्ड रेगुलेसन चाहिँ त्यस्तो रहेछ त्यो हामी तिर्छौँ पनि किनभने हामीलाई चाहिँ अब रमाइलो गर्नुपर्ने छ नि त त्यसकारण अब हामी अब हामी माछा हन्टिङ सटिङ गर्ने त्यो माछा इफ मारिहाल्यो भने माछा लगेर भरे गएर फेरि हामी बाबीको गरेर टक्क गरेर रमाइलो गर्नेछौँ यहाँ चाहिँ यस्तो रमाइलो भइरहेको छ हाम्रो सोल्टी के छ सोल्टी यार तपाईँको कुराहरू कस्तो भयो खोला सोलातिर गएर अझ रमाइलो हुनेछ अब बाँकी त अझ हाम्रो त के भने अहिले त भर्खर सेटिस्फाई भइरहेछ क्या अन्त पहिल्यै आएको हो तर पनि पहिला नदेखेको कुराहरू देखियो होइन एकदमै रमाइलो भयो किनभने यो ऊ पनि ठिक छ क्या हामीले जस्तो खालको हामीले चाहिँ लोकेसन खोजेको इन्भाइरोमेन्ट खोजेको होइन ठ्याक्क त्यस्तै मिलाएको क्या अब हामी डबल राम्रो मिलेको एकदम बिरु सक्यो भने त चिन्तै छैन रहेछ ऊ त्यहीँ रहेछ त जितु हामीकैबाट पैसा हेर्न फेरि पैसाको 550 650 यो चाहिँ अलिक महँगै रह्यो है अलि हेर्नु निभाइदिएछ तर के अन्त पुगेन अन्त भन्छ आउनु पऱ्यो नि त होइन हामी आउनु पनि सक्छौँ होइन हामी आउनु पनि सक्छौँ कि के कसो सोल्टी अब हामी बल्छीको लागि हामी त्यहाँतिर जाँदैछौँ अब
बल्छी हामीको लागि यहाँनिर छोडी चाहिँ अलिअलि भिज्नु भएको छ ल लिने हो नि त बल्छी लिउँ न अर्को टाइममा माछा मार्नुपर्छ अरे दुखी सुखी छैन अब माछा मार्नु चाहिँ पाइएन तर मार्नु पनि हुँदैन पाप गर्ने गर्नु हुँदैन नि त अब त्यसलाई सोच्नु पोजिटिभ सोच्नु होइन ठिक छ त्यो अब त्यसरी अहिले पाप गर्ने पक्षमा हामी भएनौँ त्यस कारण अब अर्कोचोटि आउँदा अब त्यतिखेर यहाँ रहेन भने घरैबाट लिएर आउनुपर्छ होइन इनकेस मार्नु पाइएन भने त देखाउनु पर्यो होइन खाना त पायो मार्न ल हामीले माऱ्यौँ है भनेर भिडियोमा यस्तो देखाउनु त पऱ्यो नि होइन अर्को टाइम चाहिँ हामी माछा मार्नेछौँ अब हामी फेरि हाम्रो स्पटतिर लाग्नेछौँ होइन लु अब लागौँ किन अँधेरो भयो चस्मा लगाएर हो रहेछ त्यो पनि खोला न खोइ ए यहाँ पो छ क्या अरे ल हामी चाहिँ खोला सोला गएर अनि यसो माछा साछा भन्ने मार्नु पऱ्यो भनेर यतातिर आएको थियो माछा साछा मार्नु पाइएन अलिकति मार्नु त पाइन्थ्यो अलिकति टाइम मिलेन त्यस कारण अहिले हामी फर्किँदैछौँ अब हाम्रो प्रोग्राम भनेको चाहिँ माथि नै हुनेछ हाम्रो जुन बाबुको स्पोर्टमा होइन त्यहाँ गएर चाहिँ भव्य फुल्ली इन्जोय हुनेछ होइन त्यहाँ चाहिँ हामीले पुरै व्यवस्था गरिसकेका छौँ टेन्ट सेन्ट टाँगेर होइन ट्याक्क लाएर अनि 2टा टेन्ट छ हामी 3जना छौँ होइन अनि त्यसपछि सबै कुराहरू इभिडेन्सहरू टक्क सब रेडी बनाइसकेका छौँ होइन अनि त्यसपछि रमाइलो गर्नेछौँ आजको रातभर चाहिँ फुल्ली इन्जोय गर्ने अनि यता हाम्रो सोल्टीले चाहिँ गाडी साडी चलाउँदै हुनुहुन्छ होइन हाम्रो अर्को सोल्टी चाहिँ यता गाडीले त टोक्यो हुन्छ के छिरेछौ गाइडेन्स गर्दै हुनुहुन्छ होइन अब आजको अहिलेसम्मको यो भिडियोहरू चाहिँ जुन म जापान आएर यसरी बाहिर साथीहरूसँग हिँडेको मध्येमा यो चाहिँ एकदमै बेस्ट भएको छ है के को मलाई त्यस्तो लाग्छ कस्तो लाग्छ सोल्टीहरूलाई एकदमै किनभने यहाँ चाहिँ एकदम हामीले खोजे जस्तो लोकेसन पायौँ क्या लोकेसन पनि पाइयो त्यसमाथि यहाँको इन्भाइरोमेन्ट भनेको ओहो मा टोक्ने यार होइन चिल पाराको नि होइन अब यहाँ चाहिँ कस्तो भने ठुलो जङ्गल छ होइन ठुलो जङ्गलको बिचमा चाहिँ कस्तो भने आफ्नो ग्राहकहरूलाई चाहिँ ट्याक 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 होइन के सुविधा चाहिन्छ इलेक्ट्रिकदेखि लिएर टोइलेट बाथरुम खानेपानी त्यहाँ खानेपानी पनि रहेछ नि त माथि अनि त्यो सबै कुराहरू टक्क टक्क व्यवस्थित छ क्या त्यसकारण अब आजको उमा चाहिँ एकदमै रमाइलो त्यसपछि हामीलाई चाहिँ के चाहिने सुविधाजनक कुराहरू त्यो कुरा सब एभाइलेबल छ होइन अनि चाहिँ हामीलाई इनकेस बिरु पुगेन भने बिरु पनि तल उमा चाहिँ एभाइलेबल रहेछ पुरै हाइवेमा नभएर पनि यो त नेपालको जस्तै छ एकदमै तर यस्तोमा चल्ने मान्छे एकदम परिपक्व हुन्छन् होइन एकदमै किनभने यो यस्तो कुराहरूमा चाहिँ ओपन छ नि त अब सानो बाटो त्यसपछि अब दायाँ बायाँबाट कोही मान्छेहरू अरू गाडीहरू केही आइहाल्यो भने पनि किनभने कसरी गर्ने भन्ने कुराहरूको कन्ट्रोल पनि हुन्छ होइन र आफूलाई कन्फिडेन्स पनि बढ्छ भन्दा भन्दै हाम्रो उमा आइसक्यो कि हामी उताबाट घुमेर गएको नि त कहाँ हुन्छ हामी यही बाटो त आगे झरेको त अनि अब हाम्रो स्पटमा आइपुग्नु लाग्यौँ भन्दा पनि आइपुग्नु लाग्यो भन्दा ठ्याक्कै आइ नै सक्यौँ त हामी अब हाम्रो रामराज्य यहाँले सुरु हुन्छ अब गाडी चाहिँ अघि जस्तै पछाडि फर्केर राखौँला अघि जस्तो राखौँ है अब गाडी भयो त के भएन सोल्टी होइन त्यो रुख चाहिँ भाँचिनु भएन सही हो ल होइन भन्नु नि त ल अब हामी निस्क्यौँ प्लास्टिक हो सोल्टी प्लास्टिक आगो बल्यो हाम्रो आगो बलिसक्यो तर आगो त तपाईँले खतरा छिटो बाल्नु हुँदो रहेछ यार
धरानमा काम गरे अन्त नहुनु यार कसले त खोलेर हानिसकेको छ त नि त्यो मैले हो यसो गरौँ कि हो तँ त यहाँनिर बाल्नु कि हो के हो के होला त हुन्छ आउनु छोडी ल अब रात हाम्रै हो अब अलिक हामी टोकिदिनुपर्छ लामखुट्टेलाई चटपटे बनाउनु चाहिँ ल्याइएन होस् है चम्चो ल्याएको मैले चटपटे बनाउने लेमन चाहिँ छैन कि तर अब काम चलाउँदा हुन्छ ए ऊ बनाउनु त्यो के अरे सुँगुर मासु काट्नु त ल्याउनु त म काट्छु कपडा चाहिँ यो भित्र त्यो मैले त्यो कपडासँगै हालेको छु त्यो ब्ल्याङ्केट यार यो मासु त के भयो गाइस सुइगा खाने कि पहिला सुइगा खाने कि सधैँ सुइगा खान्छ हो ए हुन्छ होइन सबको हाम्रो कहाँ छ सबको त्यही यहीँ नै हामीले पायो भने त्यहीँ बसाउँला कि भन्छ अरे बस्छ होला पायो भने कहाँ को आउँछ होला कता गएको नि ल त्यो हुने चाहिँ गुम्बा गएको लिन खाने कल छुट्टी भयो भने त त्यता पुगिन्थ्यो नि त आज त ए के अरे यो हटाइदिनु कसको कुन ए यतापट्टि हजुर खाने माथिबाट चाहिँ छोड्छु हो त्यो फेरि एकदम अजिबको मात्रै हुन्छ नि सोल्टी फेरि म अनि त्यो त म त्यस्तो खालको मेरो बिहे कहिल्यै थिएन होइन छोडी अस्ति उमा के तिहारको बेला ए म त जो लड्नु मन मात्रै लाग्ने भने हो नि तपाईँले त त्यो दिन एकदम निखोजिकन सोल्टी यार भने तर म अहिलेसम्म त्यस्तो मेरो रेकर्ड त्यो छैन निखोजी मान्छे भयो त स्योर झगडा पर्छ नि त्यो अब कहिले काहीँ हुन्छ क्या सोल्टी त्यो रक्सीले चाहिँ सधैँ एउटै भन्ने हुँदैन रहेछ कि त्यो माउ परेर चाहिँ यो म्याट अनि यस्तो भने त वाइले रमाइलो भयो अनि अब कसको के खायो थाहा छैन त्यो त जुठै भएर सोल्टी जुठो त जुठै हो कसको खायो थाहा छैन जुठो मिक्स हो क्या डर लाग्यो मलाई त यसो गर्नु पर्ला सोल्टी एउटा उमा होइन मैले गएँ फुगल ल्याएको ए हो ठ्याक्क यो ठ्याक्क एउटामा राखिहालौँ होइन भित्रमा छ कि भन्दा पहिला विजय कार्यालय गयो नि त मासुहरू बोकेर ल केही छैन एउटा ओपन छ सोल्टी सोल्टी अर्को पनि छ न यो क्यान पनि ट्याक्टर खाँदै त्यहाँ हालिहाल्नु कि छ नि सोल्टी किन्नु अर्को ऊ प्लानर भइसक्यो यतिको चाहिँ हुनुपर्छ आधारभूत कुराहरू चाहिँ होइन ट्याक्क 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 म त यस्तो मान्छे हो क्याम्पिङमा कसम यस्तो मान्छे सँगै भएन भनेदेखि त बर्बाद हुन्छ सबै उस्तै भयो भने त्यस्तो हालमा छ भने ए म त उप काट्ने भनेको थिएँ मासु
बुता सोल्टी पहिला यो सुइखा चाहिँ जर्नीफल गरौँ क्या हो एकै लौटा खाल्दा फेरि अहिले त्यसले अहिले फ्रेस पनि बनाउँछ क्या त्यो पनि हो यो अहिले पछि खाऊँ न त एउटा प्लास्टिकमा हाल्छ यो छुट्टै राखौँ होइन त्यो उसको आइसको प्लास्टिक ल यहाँ हालौँ ल हालौँ होइन मिठो रहेछ अरे यो सुइखा चाहिँ गुलियोको यो मेरो है यो है मैले त यता राखेँ त्यही भएर त्यही भएर अहिले होइन उता साइडमा काट्न सक्ने यो साइड चाहिँ यताबाट के अरे तर चक्कुसक्कु काटेको धार्दै त यो साइडमा चाहिँ काट्ने हो नि त है होइन यो त त्यो म्याट हुन्न पहिला म्याट त्यो काट्दाखेरि हो ए हो हामीले मैले बिर्सेको त्यो स्प्रे यार माटो होइन मैले त्यो स्प्रे ल्याउँछु भन्ने सोचिरहेको थिएँ त्यो भने मसो ससल पाउँदैन नि त धेरै नजिक नलिएर मलाई फेरि न्याउ अब एउटा भएको सम्पत्ति नि फेरि त्यो त राम्रो नै भएर रहेछ या अनि पक्रेकै रहेन यो ओसाकी अलिअलि चढ्दै आएको थियो अब त क्या निन्दा लाग्नु मलाई अब त लु चलो होइन मेरो हेर्दै हो नि त सर ढिक्चेल बजार गाउने कि त होइन अहिले ठ्याक्क जोत्दा जोत्दै ठ्याक्क त उ गरिहाल्नु कि होइन त्यो ठ्याक्क त्यसमा नआएर हो नि योभन्दा अगाडि तपाईँले त्यो एउटा गीत गाउनु भएको थियो नि फर्स्टमा अनि त्यसपछि त्यो ठ्याक्क अर्को हामीले त्यो के अरे के साइली भनेको आएको थियो नि ठ्याक्क कस्तो मिलेर आएको थियो क्या त्यो लयमा त्यो पहिलाको र त्यो साइलीमा ठ्याक्कै मिल्थ्यो क्या हो त्यो पहिला बजाउन अनि ठ्याक्क त्यसपछि त्यो साइली गाउँ न याकी सब भोटिदिउँ क्या है त्यो तेपान बसाल्दा अनि मासु त्यो बुताको मासु बसाल्दा अनि अर्जिन हाल्ने अनि त्यसपछि चाहिँ एकछिन तेल हुन्छ अनि याकिसो हाल्ने माया लाग्दछ साइली सम्झन्छु छिनछिना तिमीले माया नगरी पनि गर्छु म जिन्जिना तिमीले माया नगरी पनि अगर मैले बातै रखायो ती हुन् त गाबाको अगर मैले बातै रखायो ती हुन् त गाबाको माया गर्छौ तिमीले सैले म जस्तो जाबाको माया गर्छौ तिमीले सैले म जस्तो जाबाको तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिनछिना माया गर्छौ तिमीले सैले म जस्तो जाबाको ल नाइस त्यो अलि औ भइगयो है त्यसपछि हुनु बोलेर र अलि डढ्यो अलिक पार्नै गर्छ पान बार गर्छ सोल्टी ए त्यो चाहिँ याकिसो हाल्छ नि त्यो बिचमा डढ्छ क्या अब एकछिन मासु पाकेकै छैन साह्रै गाह्रो परदेशको धेरै गाह्रो परदेशको जिन्दगी
टाइम छ नि फेरि तर कस्तो छ दामी दामी एक पाएछ है साँच्चै हो दामी छ तपाईँले दामी चिया किसो भुट्दै गरेको हाम्रो होइन कुकम्यान द माउन्ट करी पोइन्टको साउ कुकम्यान कुकम्यान होइन हामी दिउँसो यसरी बसेर यस्तो रमाइलो भएको छ नि प्रेसर कस्तो कस्तो भएको छ रमाइलो भएको छैन एकदम बबाल यस्तो रमाइलो त राणाले पनि गरेको थिएन होला के गरे हो मोज गरेको छैन होला हामीले गरियो होइन 11 बजे भनेको यताउता खानु राणाको भन्दा 12 बजे ट्याक्क अलि पछि हामीले गर्यो होला सेकेन्ड हामी सेकेन्ड भयो जित्न चाहिँ सकिएन राजा त छोडिदिउँ राजा भन्दा पहिला राणा आएको होइन राणा पछि हामी हो टाइम भयो अब हाम्रो विश्लेषण त्यो छ होइन तर त्यो ठ्याक्कै यथार्थमा नहुन सक्छ होइन यस्तै हो अझ हामी रमाइलो गरिरहेको छौँ अब गीत गाउने कुराहरू चलिरहेको छ हो गर्नुपर्छ होइन यहाँनिर टेन्सनभित्र बसेर होइन फिलिङ पारामा अब फिलिङ पारामा उडेर होइन ट्याक्कै चिसो भयो भने थुनिन्छ है मलाई चिसो भएको होइन यो के हो त यो भेन्टिलेटर चाहियो नि अक्सिजन के हुनुपर्छ यार अस्तिको पाल त सल्टी यो नभएर के यसो छामेको त म त पानी परेर रहेछ भन्नाले जस्तो होइन रहेछ यार त्यो बाफले के पानी परे जस्तो के यसको त फेरि यो छ नि त यसो भेन्टिलेसन हुनुपर्छ त्यो भयो भने चाहिँ त्यस्तो हुँदैन रहेछ आजको क्याम्पिङ चाहिँ अब यस्तै हो होइन क्याम्पिङ बबाल रमाइलो भयो अझै बिहानदेखि लिएर अब दिउँसो अब सम्मको रमाइलो गर्नुपर्ने बाँकी नै छ यो माटोले ऊ त यहाँ पो रहेछ बाँकी त लाइट यहाँ नभएर पो रहेछ त यार किरा छिरिसकेको छौ कहाँ पुतली हो के यो पुतली यता आँखामा पऱ्यो भने त चिली हुन्छ मारिदिउँ म मारिदिन्छु ल ल प्याटै बजाइदियो त यार यहीँ छ एउटा यार